बनाउनु पर्छ। हामी चाहिँ अब खोला पातार्यो हिँड्दैछौँ। भाइ अगाडि छ। यस्तो चट्टाङ रहेछ है। आमामा यस्तो आउँदैछ सम्झौताहरू। ल हेर्नुहोस्, अस्ति हामीले देखेको भिडियोतिर आज चाहिँ प्रत्यक्ष हामी आयौँ। हार्कासम्मको विचार बोकेर हिँडेको थियौँ। आज आइपुग्यो। यस्तो राम्रो ठाउँ रहेछ नि। अब जोऱ्यो भने आया ऊ त्यहाँ पारा यहाँ पारा या त ऊ पारीबाट चाहिँ यत्रो ठुलो पक्का पुल हालिदियो भने यस्तो घुम्दै घुम्दै यसरी आउनु पर्थेन। गाडीलाई पनि पेट्रोल पनि थोरै जाने, हिँड्ने मान्छेलाई पनि सजिलो हुने। तर हाम्रो नेपालमा चाहिँ गफ गर्ने, विरोध गर्ने, आफ्नो मनपर्ने नेतालाई चाहिँ के अरे सोल्डरमा हाम्रो त्यो हुन्छ नि त, त्यसमा बोकेर हिँड्ने। त्यो तयार हुने कि विकास गरोस् नगरोस्, भ्रष्टाचार गरोस् नगरोस्, त्यो मान्छेलाई चाहिँ टाउकामा राख्छ के भगवान् सोध्छ। जस्तो कि ऊ त्यहाँ पाराबाट ऊ त्यहाँ पुन हाने भए गाडीलाई पनि सजिलो, हिँड्नेमालाई त सजिलो। पेट्रोल त्यस्तो महँगो छ, यस्तो चट्टान बाटो छ है। त्यही भएर पो त्यहाँ धुब्लिङ वडा नम्बर 2 मान्छेहरू यति टाढा हिँड्नु नमानेको कारण त्यो ट्विनमा त्यसले ट्विन लगाएर भारतमा गएर आफ्नो पेट वचनको लागि त्यो ठाउँमा गएर मर्नुपर्ने यस्ता नालायक सरकारहरू त्यो भोट माग्दाखेरि चाहिँ खै हामी त नोकर हो, तपाईँहरूको सेवक हो भन्छन्। तर जितेपछि चाहिँ यहाँबाट ऊ त्यहाँ पारी लगाइ भने चाहिँ बाटो भने चाहिँ कति राम्रो होला नि त नि। त्यो पारैबाट है अनि यहाँ बाटो छ हेर, यहाँबाट यहाँ जोड्यो भने सजिलो हुन्थ्यो नि त्यहाँ। हाम्रो त भोट माग्दाखेरि हजुर भनेर खुट्टामै डोक्ला जस्तो हुन्छ। भोट जितेपछि नेता बनेपछि चाहिँ आहा ऊ भन्ने धनी करोडपति सापा सुधार ठुलो मान्छे भन्ने कोही छैन भनेर सोध्छ क्या। यस्तो नालायकहरूले के गर्ने, यस्तो टाढाको मान्छेले दुःख दिएर यहाँ संसार छैन, यहाँको संसारले कुरा उठाउनु पर्दैन। हाम्रो यस्तो दुर्लभ क्षेत्रमा मान्छे मरिराखेछ, पुल बनाउनु पर्यो, बाटो बनाउनु पर्यो भनेर चाहिँ कुरा उठाउने कि त्यो भोट माग्ने बेलामा हजुर भने खुट्टै डोक्ला जस्तो हुने। अनि जितेपछि चाहिँ यो भएन त्यो भएन आफ्नो माथिल्लो नेताको चाक्रुसी गर्ने यस्ता नेताहरूले अब चाहिँ जनताले सोच्नुपर्छ। यहाँबाट भनेको साथीहरू, यहाँबाट यता पुल लगाइदियो भने सोट भन्दै नि हार्कासम्मले भनेको छ घुम्दै 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 आउनुपर्छ क्या। भगौटेहरू खालि जनतालाई ठाक्ने भगौटेहरू मात्रै काठमाडौँभित्र जम्मा भएछ। त्यही काठमाडौँभित्रबाट बजेटलाई कोल्टा बजाउने, आफ्नो भात भुड्के खाने मासला कुकुराहरू। हेर न यहीँबाट पुल लगाइदिए यहीँ कति सोर्टकट हुँदैन थियो। हिँड्ने मान्छेलाई नै सजिलो है, गाडीलाई पेट्रोल पनि थोरै जाने
हिँड्ने मान्छेलाई नै सजिलो, गरिब दुखी जान्दा पनि हिँड्यो भने सजिलो। अचम्म नि।